के अरे त्यस्तै मैले जसरी त्यसै गर्नु हेरेर बेटर गाँठो किन पार्नु परेर ओ मोटु हो त पनि हो यहाँ चाहिँ अब अर्नामेन्ट्स लाउँदैछ यहाँनिर रेडी भयो झल्ली यहाँनिर रेडी हुँदैछ यहीँ गर्न हो त्यो नाच्ने बेला पनि यसरी यहीँ गरेर नाच फेरि त्यहाँ यसले गर्दैन कि यसले गर्दैन पूजाको बहिनी धेरै हल्ला गरेको सबको अब के गरिदिने हो नगरिदियो है हेलो यतिखेर चाहिँ के भयो साउन्ड आइडन्ट नो के भयो होइन अब बहिनीले त्यहाँ अब हामी जान लागेको रेडी भएर भनेर भनेछ अनि सायद मैले नि त्यहाँ के भने आइडन्ट नो मलाई पनि थाहै छैन कि अब त्यहाँ भोइस चाहिँ म्युट भइगयो कि त्यहाँनिर चाहिँ र केही छैन हामी चाहिँ अब रेडी भएर चाहिँ जानु लाग्यो कि त्यहाँ चाहिँ ल यहाँ पनि फेरि मेरो साउन्ड म्युट भएको छ त्यतिखेर चाहिँ हामी चाहिँ सबैजना रेडी भएर मेकअप सेकअप ड्रेस सबै लगाएर हामी लेक्चर जान लागेको हामी सबैजना र हामी चाहिँ बसमा जान लागेको र त्यहाँ चाहिँ डान्स कम्पिटिसन थियो अनि हामी सबैजना रेडी भएर जान लागेको बसमा र आई थिङ्क त्यहाँ के भने मलाई पनि केही पनि थाहा छैन त्यहाँ मैले के भने र हामी त्यसपछि बसमा चढेर लेक्चरतिर लाग्यौँ हामी त्यहाँ सञ्जयले के भनेको थियो केही पनि थाहा छैन कि मलाई पनि फेरि त्यतिखेर हामी फाइनली हामी चाहिँ लेक्चर पनि पुग्यौँ र सबैजनालाई चाहिँ हेलो हेलो भनिरहेको चाहिँ स्टुडेन्टहरूले चाहिँ बाई भनेको छ त्यहाँ पनि म्युट भएको थियो मेरो साउन्ड चाहिँ आइडन्ट नो के भयो त्यतिखेर होइन त्यसपछि अब हामी चाहिँ भित्रतिर लाग्यौँ अनि आयुष भाइ पनि त्यहाँ बोलेको छ तर बिचरा के गर्ने आयुष भाइको पनि साउन्डै सुनेन कि अब के भन्ने धेरै थाहा छैन मलाई पनि आइएम सो सरी गाइज पसिम हेलो फुनफुनको हो ओके तर दामी बनाएर रहेछ है माथि राम्रो लाग्यो मलाई डेकोरेट राम्रो लाग्यो खै कविता दिदी कहाँ ए मैले त फेरि यादै नगएर रहेछ हेलो देखिसकेँ नानीले नमस्ते नमस्ते के छ हालखबर के देखाउँछ हाम्रै उसले सबैले देखाउँछ नि होइन बा कुर्ता लाएर आएको म यसो बेलुका म्यासेज गरेर म के गर्दै थिएँ थाहा भएन भाइ ल फाइनली हाम्रो यहाँ नितु बहिनीसँग भेट भयो कमलसँग नि यस इट्स माई भ्लग यस हेलो हेलो भ्लगलाई धेरै धेरै माया गरिदिनु लाइक सेयर सब्सक्राइब थ्याङ्क यू बहिनी थ्याङ्क यू सबैजना
डान्स चाहिँ फर्स्ट नम्बरमै परेको कारणले चाहिँ उनीहरू चाहिँ अब रेडी हुँदैछ नि होइन, रेडी त हुनु पर्यो, तयार गर्नु पर्यो, त्यही भएर उनीहरू चाहिँ रेडी भए। रमाइलो बनाउँछ। आदि ताल र रूपक तालको प्रयोग गरिने यस नृत्यमा पुरुषहरूले मादल, खैँजडी, झुरुमुर, झाली तथा कतै मुरली बजाउँदै गीत गाउँछन् भने महिलाहरू खुट्टामा खागर र घुङ्रो लगाएर तालसँगै नाच्छन्। प्रस्तुतिमा महिलाहरूको यो कौडा नृत्य। ओके, ल हेर्न सक्नुहुन्छ रेडी भएको छ डान्स। ओके राम्रो नाचेर आयो है, ठगी लाग्यो कि लागेन? हेलो गाइज, हामी चाहिँ हाम्रो बहिनीहरू नाचेर आइसकेर हामी चाहिँ खाना पाएको छौँ, रोटी एन्ड तरकारी चाहिँ खाना पाएको छैन। यो रट्यो नि त्यो भएर आएको यी गाइज। असल यस्तो मिठो लाग्यो कि बहिनीको घरबाट लिएर आएको त्यस्तो दामी, यस्तो मिठो। ओके न, सबैलाई मन मिठो लाग्यो लागेन? हजुर मिठो लाग्यो कि लागेन? डान्स पनि राम्रो भएको थियो। ओके कृतिका चन्द्र जस्तै बलकी छ हिमाल जस्तै मन, चन्द्र जस्तै बलकी छ हिमाल जस्तै मन, तुनै माटो जुझुकी जस्तो कविता मलाई एकदम डर लागिरहेको छ नि। गाला यहाँ तातेर कस्तो भयो? यो पोस्टर पोस्टर हो। यस्तो दामी छ, म देखाउँछु रोक्नु सबैलाई। हेर्न सक्नुहुन्छ यो चाहिँ असली पानी, साँच्चैको पानी रहेछ। म त फेरि ढाँटुको होला भन्न ठानेको। हेर्नुहोस्, वाउ हेर्नुहोस् यहाँ डुङ्गा पनि रहेछ। ए यो तालबराईको मन्दिर हो न, अनि केबल कार डुङ्गा, अनि यो चाहिँ कहाँको? यो चाइनिज गुम्बा। अनि झर्ना चाहिँ कहाँको हो? झर्ना यहीँको आर्टिफिसियल झर्ना। ओके, कस्तो लाग्यो हजुरहरूलाई? वाउ ल डान्स गर ल, इन्जोय इन्जोय। र गाइज यहाँ पनि म्युट भएको रहेछ, त्यतिखेर मेरो माइक के भयो आई डोन्ट नो। अनि मैले चाहिँ ल अब चाहिँ हाम्रो पर्फर्मेन्सको बच्चाहरूको पर्फर्मेन्स भ्याइयो, अब चाहिँ म चाहिँ जान्छु ल भनेर भनेको। त्यहाँ नितु बहिनी फेरि नजाउनु न प्लिज मलाई छोडेर भनेर भनिसक्यो, के गर्ने चाहन्छु। हेलो एभ्रिवान, आज चाहिँ हामी पोखराको स्ट्रिट फेस्टिभल्सको मेलामा आएका छौँ। अनि आज चाहिँ हाम्रो चाहिँ लोक डान्स कम्पिटिसन थियो होइन, अनि त्यसमा चाहिँ हाम्रो सोसल पब्लिक स्कुलले नि पार्टिसिपेट गरेको थियो। सबै बच्चाहरूको राम्रो राम्रो पर्फर्मेन्सहरू छ। अब होप होइन सबै के भन्छ फेयर नै जज होस् है, त्यही हो। थ्याङ्क यू, अल द बेस्ट। हामीलाई चाहिँ भाइले चाहिँ स्कुल जा रे, आफू त नजाने, आफू चाहिँ रिजल्ट सुनेर मात्र त्यस्तो नि हुन्छ। हामीले चाहिँ खाजा नदिने रे आयुष भाइ, रोइदेऊ न। स्याउ चाहिँ खाँदैछौ बहिनीले चाहिँ, केही छैन। उहाँ चाहिँ अगाडि अगाडि ठिङ 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 गरेर हिँडिरहेको छु जसरी। आज एकदम रमाइलो भयो, माई गड। ओके ल, यस हेर ल मेरो च्यानलमा गएर हेर ल। नितु गुरुङ छ है, नितु गुरुङ छ है, नितु गुरुङ हो। ओके थ्याङ्क यू। कसलाई? मलाई हो त नि, म भर्खर त हो नि, मैले बुढी सम्झेको र। के अरे? ओके यस
यहाँ चाहिँ फोटोसुट हुँदैछ भाइ बहिनीहरूको। Oh my god, टिचरै यहाँ गाउँदै हुनुहुन्छ यहाँ टिचरले। Yes, he is a teacher. आयुष गुरुङ। र उहाँले कस्तो मजाले रमाएर हेर्नुभएको छ, ताली बजाउनु भएको छ। बुढो भयो अहिले पो बुढो भयो र हाम्रो बस आएको छैन यहाँ। यिनीहरू फोटो खिचै छ। कसले झलाया? कि मायाले हो भन, कि मायाले भुवन सुर्ती मार्दै मार्दै गयो जुबान, सुर्ती मार्दै मार्दै गयो जुबान। कि मायाले हो भन, कि मायाले हो भन सुर्ती मार्दै मार्दै गयो जुबान। आहा सुर्ती मार्दै मार्दै गयो जुबान। सक्यो। अब कति राम्रो देखेको नि गलिलो माया बन्दी पुरै छाया, कति राम्रो देखेको नि दोसल पब्लिकको माया। किन कहिले काहीँ यसरी नाच्न नि पर्छ अरे क्या। रमाइलो यो जस्ट रमाइलो फेस्टिभल के पो थियो त्यो गीत उसको गीत हो कि रिजल्ट के भयो होला? कहाँबाट सञ्जलको हो र? सञ्जल त के हो र? हाम्रो हर्बसङ हामी बसमा आएको अब फेरि भेट्न जाने हाम्रो असल थाहा छैन। हेलो हामी यहाँ छौँ गाउँदैमा। अब जित्ने अब हार्ने जित्ने थाहा छैन। हामी चाहिँ अहिले भर्खर नाचेर आउँदैछौँ। हेलो सञ्जल हल्का पाङसाङ के बोल्न चाहनुहुन्छ? तपाईँले हाम्रो डान्स कस्तो लाग्यो? ठिकै लाग्यो। तपाईँले मलाई छिक्नु भएको याद छ? अब नदेखोस् भनेर छिक्दिएको नि होइन। लाउनुहोस् धन्यवाद। तिमी रहेछौ भान्जा म त छोरी सिङ्जालीको छोरी। ल यहाँ नै मगर 1 ज्योति मगर 2 ज्योति मगर 3 उहाँ चाहिँ गम्नु बाईको फिल्मको रोल। अरू त अरूको त मिलाइसकेको छ गाइस। हाम्रो हालत यहाँ धेरै के भन्छ नराम्रो भइसकेको छ। बिफोर एन्ड आफ्टर हेर्न सक्नुहुन्छ। पहिला चाहिँ कस्तो चिटिक्क आहाको साली नानी हुन्थ्यो, अहिले चाहिँ को चन्द्रमुखी आयो भन्छ। धन्यवाद। हाम्रो चाहिँ सबै सकियो आजलाई यति नै हो कि होइन? अनि हेल्प गरिदिएकोमा धेरै धेरै धन्यवाद सबैजनालाई। यो चाहिँ भ्लग हेरिदिनु होला है प्लिज है। ल बाई 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 बाई। See you on next video. Bye bye. आज रमाइलो भयो युनासँग।